तीन घुम्ती सारांश। इन्द्रमाया एक शिक्षित र आत्मसम्मानी युवती हुन्छे। ऊ आफ्नो जीवनका निर्णय आफै लिन चाहन्छे। त्यही समयमा उसको भेट पीताम्बरसँग हुन्छ। पीताम्बर राजनीतिक विचार बोकेको, समाज परिवर्तनको सपना देख्ने युवक हुन्छ। बिस्तारै उनीहरू एकअर्काप्रति आकर्षित हुन्छन् र अन्तत विवाह गर्ने निर्णय गर्छन्। तर यो निर्णय सजिलो हुँदैन। परिवार र समाजका केही मानिसहरू उनीहरूको सम्बन्धप्रति सहमत हुँदैनन्। त्यसका बावजुद इन्द्रमायाले आफ्नो मनको कुरा सुन्छे र पीताम्बरसँग जीवन बिताउने बाटो रोज्छे। विवाहपछि उसले नयाँ जीवनको कल्पना गरेकी हुन्छे, तर वास्तविकता उसले सोचेभन्दा फरक निस्कन्छ। पीताम्बर आफ्नो राजनैतिक गतिविधिमा व्यस्त रहन्छ। कहिले आन्दोलन, कहिले सङ्गठनका काम र कहिले विभिन्न कारणले ऊ घरभन्दा बाहिर बढी समय बिताउन थाल्छ। इन्द्रमाया घरमा एक्लोपन महसुस गर्न थाल्छे। उसले श्रीमानको साथ माया र समयको अपेक्षा गरेकी हुन्छे, तर परिस्थितिले त्यो सम्भव हुन दिँदैन। समय बित्दै जाँदा इन्द्रमायाको जीवनमा नयाँ मोड आउँछ। विभिन्न घटनाहरूको क्रममा उसको भेट अर्को पुरुषसँग हुन्छ। सुरुमा यो केवल सामान्य चिनजान जस्तो देखिए पनि परिस्थितिहरू बदलिँदै जाँदा उनीहरू बीच निकटता बढ्न थाल्छ। इन्द्रमाया आफै पनि भावनात्मक रूपमा कमजोर अवस्थामा हुन्छे। एकातिर श्रीमानप्रतिको जिम्मेवारी र सम्बन्ध हुन्छ भने अर्कोतिर उसको मनमा नयाँ प्रकारका भावनाहरू जन्मिन थाल्छन्। यही अवस्थाले उसको जीवनलाई जटिल बनाउँछ। ऊ बारम्बार आफूले सही गरिरहेकी छि कि छैन भन्ने प्रश्नसँग सङ्घर्ष गर्छे। समाजले महिलाबाट के अपेक्षा गर्छ र एक व्यक्तिको रूपमा उसले आफ्नै चाहना के हो भन्ने द्वन्द्वलाई उसलाई सताइरहन्छ। उसले आफ्नो मनलाई बुझ्ने प्रयास गर्छे, तर कुनै निर्णय सजिलो लाग्दैन। हरेक बाटोमा कुनै न कुनै मूल्य चुकाउनु पर्ने अवस्था देखिन्छ। यसबीच पीताम्बरको जीवन पनि उतार चढाउले भरिएको हुन्छ। राजनीति र सङ्घर्षको बाटोले उसको व्यक्तिगत जीवनलाई पनि असर पारिरहेको हुन्छ। ऊ आफ्ना आदर्शप्रति प्रतिबद्ध रहन्छ, तर त्यसको प्रभाव परिवारमा कस्तो परिरहेको छ भन्ने कुरा सधैँ बुझ्न सक्दैन। इन्द्रमाया र पीताम्बर बीचको दूरी बिस्तारै बढ्न थाल्छ। उनीहरू एउटै सम्बन्धमा बाँधिएका भए पनि मनका कुरा साझा गर्न झन् कठिन हुँदै जान्छ। समयसँगै इन्द्रमायाको जीवनले अर्को मोड लिन्छ। उसले आफ्नो अस्तित्व, आफ्नो पहिचान र आफ्नो निर्णयहरूको परिणाम सामना गर्नुपर्छ। समाजका मानिसहरू छिट्टै निर्णय गर्छन्, आलोचना गर्छन् र दोष लगाउँछन्, तर इन्द्रमायाको वास्तविक सङ्घर्ष बाहिरका मानिसहरूसँग भन्दा पनि आफ्नै अन्तर्मनसँग चलिरहेको हुन्छ। ऊ आफ्नो जीवनलाई इमान्दारीपूर्वक हेर्न खोज्छे र आफूले भोगेको अनुभवहरूको अर्थ खोज्न थाल्छे। कथाको क्रममा प्रेम, विवाह, कर्तव्य, स्वतन्त्रता र सामाजिक मूल्यहरू एकअर्कासँग ठोकिन्छन्। इन्द्रमायाले जीवनलाई केवल सही र गलतको सरल सीमामा बाँड्न सकिँदैन भन्ने कुरा अनुभव गर्छे। मानिसका निर्णयहरू परिस्थितिसँग जोडिएका हुन्छन् र कहिलेकाहीँ कुनै पनि विकल्प पूर्ण रूपमा सहज हुँदैन। अन्त्यतिर पुग्दा इन्द्रमाया धेरै अनुभवबाट गुज्रिसकेकी हुन्छे। जीवनका विभिन्न मोडहरूले उसलाई परिपक्व बनाइसकेका हुन्छन्। उसले आफ्ना सम्बन्धहरू, आफ्ना निर्णयहरू र तिनका परिणामहरूलाई स्वीकार गर्ने साहस जुटाउँछे। उसको यात्रा केवल प्रेम वा विवाहको कथा मात्र रहँदैन, बरु आफ्नै पहिचान खोज्ने यात्रामा परिणत हुन्छ। यही कारणले तीन घुम्ती केवल एक महिलाको व्यक्तिगत कथा मात्र होइन, यो समाज, सम्बन्ध, स्वतन्त्रता र जिम्मेवारी बीचको जटिल सम्बन्धको कथा हो। इन्द्रमायाको जीवनमा आएका विभिन्न मोडहरूले मानिसको जीवन सधैँ सिधा र सरल हुँदैन भन्ने कुरा देखाउँछन्। कहिलेकाहीँ एउटा निर्णयले सम्पूर्ण जीवनको दिशा बदलिदिन्छ र त्यही परिवर्तनहरू नै जीवनका तीन घुम्ती बन्न पुग्छन्। धन्यवाद। जय नेपाल।